हेलो वेलकम टु माई च्यानल र आज चाहिँ छङ्गु लेक जाँदैछु है। यो चाहिँ इस्ट सिक्किममा पर्छ छङ्गु लेक। अन्त यो चाहिँ बाटोको दृश्य हो, एकदम राम्रो दृश्य छ। तपाईँहरूलाई पनि छङ्गु लेक आउने इच्छा छ र तपाईँले हिउँमा खेल्ने इच्छा गर्नुभएको छ भनेदेखि चाहिँ यो ठाउँ चाहिँ तपाईँको लागि एकदम पर्फेक्ट ठाउँ रहेको छ, जहाँ चाहिँ गाडी पनि मजाले पुग्नु सक्छ। त्यहाँदेखि जस्तो मान्छेहरू पनि जानु सक्छ, सानो नानीदेखि लिएर गएर ठुलो मान्छे सबै पनि जानु सकिन्छ। र यहाँ हिउँको दृश्य पनि एकदम मजाले हामीले हेर्नु सकिन्छ। यो ठाउँ चाहिँ हाम्रो लागि पर्फेक्ट छ है। अहिले चाहिँ यतिको हिउँ परेको छ यहाँनिर चाहिँ है। अझै अझै हिउँ पर्दै जानेछ, तर हामी चाहिँ अलिकति अगाडि अगाडि गएको कारणले गर्दाखेरि यो दिन क्लियर भएको थियो र त्यस्तो हिउँ परेको चाहिँ देखिन। तर यो यतिको परेको ठाउँमा चाहिँ हामी पुगेको छौँ है। तपाईँहरू पनि आउने प्लान गर्नुभएको छ र हिउँमा खेल्ने एकदम ठुलो इच्छा राख्नु भएको छ भने यो ठाउँ चाहिँ तपाईँको लागि एकदम पर्फेक्ट हो। तपाईँले आजै एकदम बुक गरिहाल्नुहोस् या तपाईँको बेटिङहरू एकदम रेडी गरिहाल्नुहोस् र तपाईँले भोलि बुक गरेर पनि तपाईँ आएर छङ्गु आउनु सक्नुहुनेछ। सिक्किमकै हुनुहुन्छ भने तपाईँलाई एकदम सजिलो छ। तपाईँ गान्तोक आएरै गाडी लिएर गएर पनि तपाईँले भिजिट गर्नु सक्नुहुनेछ। र तपाईँले सिक्किमबाट बाहिर हुनुहुन्छ र बाहिरबाट पनि हामी सिक्किम आउने चाहन्छौँ र सिक्किममा आएर हिउँ खेल्न इच्छा गर्छौँ भनेदेखि पनि हामीले थ्रु ट्राभलबाट पनि हामीले बुक गर्नु सक्ने रहेछ। र तपाईँ गान्तोक आएर गान्तोकबाट थ्रु ट्राभलै गर्दा पनि भयो र तपाईँले गान्तोकको कुनै पनि गाडी लिएर तपाईँले जानु सक्नुहुने रहेछ है। अन्त त्यहाँ यसको लागि तपाईँले पास चाहिँ बनाउनुपर्छ। पास बनाउनुको लागि तपाईँले एक दिन अगाडि नै तपाईँले पास बनाउनु पर्ने हुन्छ र मात्रै भोलिको पास तपाईँले रेडी हुन्छ र तपाईँ जानु सक्नुहुन्छ। अनि पास पनि त्यस्तो महँगो छैन, त्यहाँनिर तपाईँले एकदम सजिलो गरी पास बनिनेछ र कम्ती दाममा पास बनिन्छ। तपाईँ गएर बाबा मन्दिर, नथुला र छङ्गु लेकको तपाईँले भिजिट गर्नु सक्नुहुनेछ र हिउँसँगको तपाईँको इन्जोयमेन्ट गर्ने इच्छा पनि यो ठाउँमा आएर पुरा हुनेछ है। तपाईँ इच्छा गरिरहनु भएको छ भने एकदम हतार गर्नुहोस्। तपाईँले एकदम आज नै रेडी भएर तपाईँ आउनु सक्नुहुनेछ। एकदम राम्रो क्लाइमेट छ, मजा आउँछ यहाँनिर। तपाईँले यहाँ आएपछि रोपवेमा चढ्ने पनि मौका पाउनुहुनेछ। रोपवेमा चढेर तपाईँले छङ्गु लेकलाई मजाले निहाल्न सक्नुहुनेछ भनेदेखि त्यहाँदेखि हिउँको दृश्य पनि तपाईँले राम्रो गरी रोपवेबाट लिन सक्नुहुनेछ है। बाबा मन्दिर, त्यहाँदेखि तपाईँले नथुला पास, यो पनि तपाईँ यहाँ आएपछि जानु सक्नुहुन्छ। यो चाहिँ बाबा मन्दिर हो। यो चाहिँ नयाँ बाबा हरभजन सिंहको मन्दिर हो, किनकि पुरानो बाबा मन्दिर हरभजन सिंहको मन्दिरमा चाहिँ हामीलाई एलाउड नगर्दो रहेछ अहिले त्यहाँनिर है। त्यसले गर्दा यहाँ पनि हरभजन सिंहको मन्दिर एकदम पुरानो जत्तिकै बनाएको छ है। तपाईँले यो पनि भिजिट गर्ने मौका पाउनुहुनेछ है। र यहाँ चाहिँ हिउँमा खेल्ने इच्छा छ भनेदेखि तपाईँ यसरी खेल्न सक्नुहुनेछ। यहाँ आएर एकदम रमाइलो छ, मजाको ठाउँ छ। नानीहरू पनि यहाँनिर ल्याउनु सकिन्छ। हामी त फ्यामिलीसँग आएको थियौँ र पनि मजाले नानीले पनि इन्जोय गरेको छ। यहाँनिर कुनै त्यस्तो चिसोहरू त्यस्तो लेकहरू लाग्छ भन्ने प्रब्लमै छैन। यहाँनिर एकदम ठिक ठाउँमा छ यो है। जो कोही पनि आउनु सक्छ यो ठाउँमा चाहिँ। तपाईँले पनि इच्छा गर्नुभएको छ भने यहाँनिर इच्छा पुरा हुनेछ तपाईँको। यो चाहिँ रोपवेबाट क्लिक गरेको है। रोपवेमा पनि हामी चढेको थियौँ र रोपवेबाट लिएको तस्बिर। यो तल देख्नु भएको तपाईँले छङ्गु लेकलाई यसरी देखिन्छ रोपवेबाट। वरिपरिको यो सेतो देख्नु भएको सबै हिउँ हो है। यसरी तपाईँले रोपवेबाट पनि इन्जोय गर्नु सक्नुहुन्छ। रोपवेको पनि तपाईँले त्यहाँ टिकट काउन्टरमा आएर टिकट लिनु सक्नुहुन्छ र एकदम कम्ती टिकटमै तपाईँ यो रोपवेको पनि तपाईँले मनोरञ्जन लिनु हुनेछ है। यस्तो छ। आज छङ्गुको भिडियो बनाएको छु, फेरि पनि अरू भिडियो लिएर आउने नै छु यस्तो ठाउँमा विभिन्न ठाउँको। त्यसको लागि तपाईँले अपडेट बस्नुहोला, मेरो च्यानललाई सब्सक्राइब गर्नुहोला। ओके, थ्याङ्क यू।